हाई फ्रेन्ड, तपाईलाई स्वागत छ मेरो यस भिडियोमा। साथीहरू, कति बजारको पफ किनेर खाने है त? यो स्टफ गरेको पफ हो है। हजुरहरूले घरमै बनाएर नि खान सक्नुहुन्छ। एकदम सिम्पल र इजी तरिकाबाट यहाँ मैले भिडियोमा हेर्नुहोस् त मजाले हैन रेसिपी सेयर गरेको छु। भिडियो हेरेर तपाईहरुले नि त्यही अनुसार मजाले यसरी मैदा लगाउनु होला। मैदा चाहिँ हेर्नुहोस् है, यसरी डल्लो पार्दाखेरि त्यतिको भइसकेपछि हैन बल्ल पानी राख्नुपर्छ। यो डो चाहिँ कसरी बनाउने भने हेर्नुहोस्, रोटी जस्तो एकदम नरम बनाउनु हुँदैन, सकेसम्म टाइटै राख्नु होला है। टाइट राख्नु भयो भने अलि खस्ता टाइपको बन्छ, क्रिस्पी टाइपको बन्छ भनौँ न हैन। साक्का साक्का भन्ने के भन्ने हैन। अब बुझ्नुस् हजुरहरूले है। यसरी मजाले डल्लो बनाउनुस् हैन। डल्लो बनाउँदा थोरै गाह्रो त हुन्छ, के अनि साथीहरू खानको लागि त अब थोरै गाह्रो भए पनि अब मुस्न त पर्यो नि है। टाइट गराउनै पर्यो हैन, नत्र त अलि मिठो हुँदैन। ल हेर्नुहोस् त, यसरी राम्ररी डो बनाइसकेपछि यसलाई चाहिँ हैन यसरी मजाले है यसरी 5 भागमा मैले बाँडेको छु हैन। तपाईले नि अब त्यही अनुसार बाँड्नु होला। कतिको सानो ठुलो बनाउने त हजुरहरूले बनाउनु होला। मेरो हिसाबमा 5 भाग बाँड्नु भने एकदम राम्रो हुन्छ है। त्यसैगरी यहाँ मैले 1 टेबल स्पुन जति मैले तेल हाले र यसरी प्याज राखे है। मैले चाहिँ अब यो चाहिँ हजुरले आफ्नो इच्छा अनुसार बनाउनु होला है। फिलिङ गर्ने चीज चाहिँ मैले चाहिँ यहाँ प्याज राखेपछि अहिले एकछिनपछि मैले के गर्छु भने एउटा काँचो अन्डा राख्छु। हजुरहरूले चाहिँ आलु पनि स्टफिङ गर्न सक्नुहुन्छ है। हजुरलाई जे मन लाग्छ हैन त्यही अनुसार गर्नु होला। मैले यहाँ ग्रीन चिल्ली राखिसके हैन, चिल्ली पाउडर पनि राखिसके। अनि त्यसपछि यहाँ कुमिङ पाउडर हजुरलाई जुन जुन मन पर्छ हैन। थोरै अमिलो समिलो खान मन छ भने हजुरले अमिलो टाइपको चाट मसलाहरू पनि राख्न सक्नुहुन्छ हैन। कतिको स्पाइसी खानुहुन्छ त्यही अनुसारले आफूले मिलाएर बनाउनु होला है त। ल हेर्नुहोस् त, यतिको भइसकेपछि मैले यहाँ चाहिँ अन्डा फोरेको थिएँ। अन्डाको स्टफिङ गर्छु है। हजुरहरूले आफूलाई मनपर्ने स्टाइलको सब्जीहरू राखेर नि बनाउन सक्नुहुन्छ है। यो एकदम मिठो हुन्छ र इजी हुन्छ। हजुरहरूको घरमा जे एभाइलेबल छ हैन त्यही हालेर स्टफिङ बनाउनु होला है। चटपटा बनाउनु होला, एकदम दामी हुन्छ है। यतिको भइसक्यो नि गाइज। यतिको भइसकेपछि मैले यहाँ चाहिँ अब हामी नेपाली भएको भएर अब अलिअलि धनिया पत्ता त राख्नै पर्यो नि, छुटाउन भएन। त्यही भएर मैले चाहिँ यहाँ धनिया पत्ता राखेँ। यसको सेन्ट एकदम मनपर्छ नि हामीलाई है। त्यसपछि चाहिँ अब यसलाई चाहिँ मैले साइड लगाएँ। अब चाहिँ बाँकी रह्यो अघि बनाएको जुन गोला छ नि, मैदाको गोला भनौँ न, यसलाई चाहिँ अब चाहिँ हामीले लेयर बनाउनु पर्ने हुन्छ। यो लेयर बनाउनु पनि आफ्नो तरिका हुन्छ गाइज है। आफ्नो स्टाइलले आफूलाई जुन सजिलो लाग्छ त्यही अनुसार बनाउनु होला है। मैले चाहिँ यो स्टाइलबाट बनाउँदैछु। हेर्नुहोस्, प्रत्येकलाई मैले पहिला बेल्छु हैन, 4-5 वटा हैन। 4-5 वटा बेलिसकेपछि हैन यसरी बराबर साइजकोमा बेल्नु होला है। बेल्दाखेरि फेरि कोही चाहिँ ठुलो कोही चाहिँ सानो बनाउनु भने कोही तलमाथि हुन्छ के। तलमाथि भने पछि फेरि डो बनाउँदा अलि गाह्रो हुन्छ, त्यही भएर है। त्यसै गरी घिउमा मैले मैदा मिक्स गरेको छु है। मैदा मिक्स गर्नु होला। यो चाहिँ लेयर बनाउनलाई है। लेयर बनाउन पर्यो नि त। लेयरको लागि चाहिँ यसरी मैले चाहिँ मिक्स गरेँ राम्ररी। अब चाहिँ चम्चाले राम्ररी फिटेर अब यसमा यो अघि बेलेर राखेको हैन हाम्रो यो रोटी भनौँ या डो जो छ त्यसमाथि राम्ररी लगाउने है। लगाइसकेपछि एकको माथि अर्को लगाउँदै के गर्ने भने यसलाई मजाले माथिबाट खप्टाउँदै राख्नुपर्छ है। खप्टाउँदा नि एकदम केयर गर्नु होला कि बराबर होस् चारैतिर हैन। चारैतिर बराबर भएन भने गाह्रो हुन्छ नि त, हजुरहरूलाई पनि थाहै छ हैन। त्यसै गरी मैले अर्कोमा पनि यसरी लगाएँ। लगाइसकेपछि चारैतिर लगाउनु होला है लगाउँदा। त्यसै गरी मैले तेस्रोमा पनि लगाएँ। अर्थात् यो सबैमा लगाउनु पर्छ। लगाइसकेपछि अब यसलाई यसरी राम्ररी फोल्डिङ गर्नु होला है। फोल्डिङ गरिसकेपछि अब हेर्नुहोस् है त, यो कसरी काट्ने भनेर म बताउँदैछु, हेर्दै गर्नु होला है। लास्टसम्म नछुटाइकन हेर्नु होला, नत्र फेरि के हुन्छ भने थाहा हुँदैन नि त। अनि मेरो जस्तो बनेन भनेर फेरि कमेन्ट गर्नु होला। त्यस्तो गर्नुभन्दा पहिला राम्ररी भिडियो हेर्नु होला। भिडियो हेरिसकेपछि बल्ल हजुरलाई 100% आउँछ बनाउन। ल हेर्नुहोस्, यसरी मजाले काट्ने है। आफ्नो एकर्डिङ कत्रो साइजको बनाउन छ त्यही अनुसार काट्नु होला। साइडको चाहिँ भाग हटाउन नि सक्नुहुन्छ हैन। अब यस्तो हुन्छ। ल हेर्नुहोस्, बिचमा चाहिँ हैन त्यस्तो हुन्छ। त्यो भएपछि अब थोरै मैदा मिक्स गर्ने र अब यसरी चाहिँ यो ठाडो भागमा है, लच्छा साइडतिर त भएन। यसरी यहाँ भिडियोमा जसरी बताएको त्यही अनुसार यसरी तपाईहरुले गर्नु होला है, बेल्नु होला है। नत्र फेरि राम्ररी पत्र बन्दैन के। भित्र चाहिँ पफको स्टाइलको पत्र बन्दैन हैन। यसरी मजाले बेलिसकेपछि यसलाई चाहिँ साइडबाट 4 कुना स्टाइलले काट्नु होला, ठिक्क साइजको मिलाएर हैन।
मिलाइसकेपछि अब यस्तो हुन्छ होइन। यस्तो भइसकेपछि अघिनिको हाम्रो मिक्सचर छ नि त्यसलाई चाहिँ बिचमा राखिदिने 2 चम्मच जति राखेँ मैले। अनि साइडबाट के भने पानीले हल्का लगाइसकेपछि एउटा कुनाबाट अर्को कुनामा लगाउनुहोस्। मैले जसरी भिडियोमा देखाएको छु त्यस्तै गरी टक्क लाएर यसरी हजुरले जोइन गरिसकेपछि लगाउनुहोस्। त यो सबै यही स्टाइलले तपाईँहरूले होइन सबै बनाउनु होला। बनाइसकेपछि लगाउनुहोस्। यता मैले तेल तताएर राखेको थिएँ होइन, हल्का मधुरो तेल जस्तो हामीले समोसा बनाउँदा गराइन्छ नि त्यही हिसाबले यसलाई पनि पकाउनु पर्ने हुन्छ है। किनभने धेरै तातो भयो भने भित्रसम्म राम्ररी पाक्दैन। त्यही भएर एकदम ठिक्क मधुरो आँचको उसमा बनाएर होइन लगभग मनतातो भएको बेलामा राखेर यसरी मजाले पकाउने है। पकाउँदा ल्याउनुहोस्। त अलि तपाईँले टाइट बनाउनु भयो भने के हुन्छ भने यो एकदम खस्ता हुन्छ के। खस्ता भनेको फासा भन्छ है। हामीले चाहिँ अब खस्ता भनौँ न, क्रिस्पी टाइपको। त्यसै गरी भित्रसम्म पाक्छ होइन। यदि तपाईँले हाई टेम्परेचर गर्नुभयो भने किनभने बाहिर मात्र पाक्छ भित्रसम्म पाक्दैन कि, अलि खस्ता हुँदैन। यो चिज चाहिँ हजुरले एकदम केयर गर्नु होला। ल हेर्नुहोस् मैले सबै बनाइसकेँ। ल हेर्नुहोस् त कस्तो खाउँ लाग्ने हेर्दै होइन छैन त। ल हेर्नुहोस् अब बिचमा पनि मैले फोरेर देखाउँदैछु कस्तो राम्रो छ। थ्याङ्क यू सो मच फर वाचिङ।